के भन्नु खोजेको तिमीले? अनि किन ढिला आउनु भएको त? हेर न अफिसमा अलि काम थियो त्यही भएर ढिला भयो। सरी बाबु। पागल ट्रेनमा पागल। राजन भोलिदेखि हाम्रो भेट हुँदैन होला। किन? भोलि मेरो सिनेमा आउँदै हुनुहुन्छ। बाबा उसरी खानुभयो त? कहाँ गयो? किन ढिला गरेको बाबु? अलिक ढिलै भयो आज आउँदा आउँदै।
कस्तो मान्छे यति राति के गर्न खोजेको उता सुतिरहेछ मान्छे मलाई केही थाहा छैन मलाई तिमी चाहिन्छ कहाँ गएर आएको बाथरुम नाइके बाबा आज केही नगरौँ मलाई अलि सन्चो छैन किन र के भयो नाइके सन्चो छैन अब सुत्ने है तपाईँ पनि सुत्नु ल के भएछ यसलाई अघिसम्म त ठिकै थिए भोलि चेकअपको लागि लैजानु पर्ला हेलो हजुर हजुर म अहिले हस्पिटलमा छु ए हुन्छ हुन्छ रिमालाई चेकअप गरौँ भनेर ए हुन्छ हुन्छ एक्सक्युज मी तपाईँ रिमाको मान्छे हुनुहुन्छ हजुर यो रिमाको रिपोर्ट के भएको रहेछ रिमालाई सरी सर रिमाको ब्लडमा एचआइभी पोजिटिभ देखियो कन्डम लगाउनुहोस् किन आफ्नै मान्छेलाई नि कन्डम लगाउनु पर्छ र कहाँबाट सारिस हो कतिजनासँग सुतिस म यहाँ नभएको बेलामा रजाइ गरेछ नि यहाँ मलाई के पनि थाहा छैन कसरी गऱ्यो मैले त्यस्तो केही पनि गरेको छैन प्लिज मलाई विश्वास गर्नुहोस् मैले त्यस्तो केही पनि गरेको छैन प्लिज मलाई विश्वास गर्नुहोस् मैले त्यस्तो केही पनि गरेको छैन प्लिज मलाई विश्वास गर्नुहोस् रिमा रिमा के भयो तिमीलाई किन रोकी मलाई विश्वास छ तिमी माथि अरू आज मैले गरेको गल्तीको सजाय तिमीले पनि भोग्दैछौ हेलो तपाईँ सुरेन्द्रजी बोल्नुभएको हो हजुर भन्नुहोस् सुन्नुहोस् न हिजो एउटा मिस्टेक भएछ दुईटा रिमाको नाम जुधेर अर्को रिमाको रिपोर्ट चाहिँ तपाईँलाई परेछ तपाईँ आफ्नो मिसेसको रिपोर्ट लिन आउन सक्नुहुन्छ ए हो र थ्याङ्क यू डक्टर थ्याङ्क यू भेरी मच रिमा हिजोको त हाम्रो रिपोर्ट त अर्कै रिमा केसी गरेछ तिमी त सेफ छौ रिमा आई लभ यू रिमा थ्याङ्क्स गड धन्न मलाई एचआइभी भएको रहेनछु श्रीमान विदेशमा छ भन्दैन परपुरुषसँग सम्बन्ध राखेर झन्डै मैले आफ्नै जिन्दगी अन्धकार बनाएँ अबदेखि कहिले म यस्तो गल्ती गर्दिनँ अब म गाउँमै बस्छु सासु ससुरासँग आफ्नो घरमा